नमस्कार सबैलाई स्वागत छ तपाईलाई हाम्रो च्यानलमा। यदि तपाई नेपालमा बस्नुहुन्छ र इलेक्ट्रिक स्कुटर किन्ने सोच्दै हुनुहुन्छ भने आजको भिडियो तपाईका लागि एकदम इम्पोर्टेन्ट र प्र्याक्टिकल गाइड हुन गइरहेको छ। आज हामी डिस्कस गर्दै छौं नेपालमा अवेलेबल टप 10 चिपेस्ट इलेक्ट्रिक स्कुटर्स। यस भिडियोमा म तपाईलाई प्रत्येक स्कुटरको प्राइस, रेन्ज, परफर्मेन्स, रियल लाइफ युजेबिलिटी, मेन्टेनेन्स कस्ट, लङ टर्म रिलायबिलिटी र कसका लागि बेस्ट हुन्छ भन्ने कुरा सबै डिटेलमा एक्सप्लेन गर्नेछु। त्यसैले भिडियो अन्त्यसम्म हेर्नुहोस् ताकि तपाईले आफ्नो बजेट अनुसार बेस्ट डिसिजन लिन सक्नुहोस् र पछि रिग्रेट गर्नु पर्दैन। सबैभन्दा पहिले एउटा इम्पोर्टेन्ट कुरा, इलेक्ट्रिक स्कुटर किन्ने बेला केवल प्राइस मात्र हेर्नु हुँदैन। धेरै मानिसहरू यही मिस्टेक गर्छन् र पछि प्रब्लम फेस गर्छन्। तपाईले ब्याट्री क्यापेसिटी, मोटर पावर, टर्क, रेन्ज, चार्जिङ टाइम, सर्भिस सेन्टर अवेलेबिलिटी, स्पेयर पार्ट्स अवेलेबिलिटी र नेपाल जस्तो कन्ट्रीमा रोड कन्डिसन अनुसार परफर्मेन्स पनि कन्सिडर गर्नुपर्छ। नेपालमा अपहिल रोड्स धेरै छन्, अफ रोड सेक्सन्स पनि हुन्छन्। त्यसैले विक मोटर भएको स्कुटर लिनुभयो भने तपाईले डेली युजमा स्ट्रगल गर्नुहुन्छ। त्यसैले स्मार्ट बायर बन्नुहोस्, केवल सस्तो भनेर नकिन्नुहोस्, भ्यालु फर मनी हेर्नुहोस्। अब सुरु गरौँ हाम्रो लिस्ट। अब हाम्रो लिस्टको नम्बर 10 मा आउँछ एथर रिजदा यस। यो स्कुटरको प्राइस नेपालमा करिब रुपीस 2,94,900 पर्छ। अब टेक्निकल्ली यो चिपेस्ट स्कुटर होइन, तर हामी डिसेन्डिङ अर्डरमा भएकोले यो लिस्टको टपमा परेको छ। यो स्कुटर प्रिमियम क्याटेगोरीमा पर्छ र खास गरेर फ्यामिली युजर्सलाई टार्गेट गरेर बनाइएको हो। यसको सिट धेरै कम्फर्टेबल छ, राइडिङ पोस्चर रिल्याक्स्ड छ र लङ राइडमा पनि थकान कम हुन्छ। यसको रेन्ज लगभग 120 किलोमिटर रहेको छ, जुन डेली अफिस कम्युट, कलेज राइड र इभन विकेन्ड आउटिङका लागि पनि सफिसियन्ट हुन्छ। यसमा स्मार्ट डिस्प्ले, नेभिगेसन सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, ओटिए अपडेट्स जस्ता एडभान्स्ड फिचर्सहरू हुन्छन् जसले यसलाई फ्युचर रेडी बनाउँछ। तर डाउनसाइड चाहिँ के हो भने यसको प्राइस हाई छ, त्यसैले बजेट बायर्सका लागि प्र्याक्टिकल हुँदैन। अब नम्बर 9 मा छ सेगवे E100। यसको प्राइस करिब रुपीस 2,90,000 आसपास पर्छ। सेगवे एक इन्टरनेसनल टेक ब्रान्ड हो जसले इनोभेसनमा फोकस गर्छ र ग्लोबली पर्सनल मोबिलिटी प्रोडक्ट्समा यसको स्ट्रङ आइडेन्टिटी छ। यो स्कुटरको डिजाइन फ्युचरिस्टिक छ, शार्प लाइन्स, मोडर्न एलइडी लाइटिङ सेटअप र ओभरअल प्रिमियम फिनिसिङले गर्दा फर्स्ट इम्प्रेसन नै हाई एन्ड फिल दिन्छ। बिल्ड क्वालिटी पनि सोलिड छ, फ्रेम स्टेबल छ र सिटी राइडिङ गर्दा भाइब्रेसन कम महसुस हुन्छ। एक्सेलरेसन स्मुथ छ र सर्ट ब्रस्टमा रेस्पोन्सिभ फिल दिन्छ जसले अर्बन ट्राफिकमा राइड गर्दा कन्फिडेन्स दिन्छ। तर यसको रेन्ज केवल 60 किलोमिटर मात्र छ, जुन प्राइस अनुसार अलि डिसअपोइन्टिङ लाग्न सक्छ। विशेष गरेर यदि तपाईँ लङ कम्युट गर्नुहुन्छ भने चार्जिङ टाइम पनि कन्सिडर गर्नुपर्छ, किनकि बारम्बार चार्ज गर्नुपर्ने हुनसक्छ। त्यसैले यो स्कुटर पर्फर्मेन्स भन्दा बढी डिजाइन, ब्रान्ड भ्याल्यु र स्मार्ट फिचर्स चाहने युजर्सहरूका लागि सुइटेबल हुन्छ। यदि तपाईँ डेली सर्ट डिस्टेन्स राइड गर्नुहुन्छ, स्टाइलिस लुक चाहनुहुन्छ र टेक ओरिएन्टेड प्रोडक्ट मन पराउनुहुन्छ भने यो राम्रो चोइस हो। तर प्र्याक्टिकल लङ डिस्टेन्स युजका लागि यो फर्स्ट चोइस नहुन सक्छ। अब नम्बर 8 मा आउँछ न्यू गोवा सिरिज। यसको प्राइस लगभग रुपीस 2,50,000 देखि सुरु हुन्छ। न्यू एक ग्लोबली रिकग्नाइज्ड इभी ब्रान्ड हो जसले क्वालिटी, ड्युरेबिलिटी र स्मार्ट टेक्नोलोजीमा फोकस गर्छ। यसको डिजाइन सिम्पल भए पनि मोडर्न छ र बिल्ड क्वालिटी निकै रिफाइन्ड छ। यसको रेन्ज लगभग 100 किलोमिटर हुन्छ, जुन डेली युजका लागि डिसेन्ट मात्र होइन, कम्फर्टेबल पनि मानिन्छ, किनकि तपाईलाई दिनौ चार्ज गर्नुपर्ने झन्झट कम हुन्छ। यसमा स्मार्ट एप कनेक्टिभिटी हुन्छ जसले तपाईलाई ब्याट्री स्ट्याटस, रियल टाइम लोकेसन ट्र्याकिङ, एन्टी थेफ्ट अलर्ट, राइड हिस्ट्री जस्ता फिचर्सहरू दिन्छ। नेपाल जस्तो ठाउँमा जहाँ सेक्युरिटी कन्सर्न पनि हुन्छ, यस्तो फिचर निकै युजफुल हुन्छ। मोटर पर्फर्मेन्स पनि स्टेबल छ र मोडरेट अप्रिलमा पनि म्यानेजेबल पावर दिन्छ। नेपालमा न्यूको प्रेजेन्स पनि विस्तार हुँदै गइरहेको छ, सर्भिस सेन्टर्स बढ्दैछन्, त्यसैले फ्युचर सर्भिसको टेन्सन पनि कम हुन्छ। यदि तपाईँ टेक प्लस रिलायबिलिटी प्लस ब्रान्ड ट्रस्ट चाहनुहुन्छ भने यो स्कुटर एकदम ब्यालेन्स्ड अप्सन हो। अब नम्बर 7 टिभिएस आइक्युब। यसको प्राइस करिब रुपीस 2,17,000 पर्छ। टिभिएस नेपालमा अलरेडी ट्रस्टेड ब्रान्ड हो र यसको आफ्टर सेल्स सर्भिस नेटवर्क स्ट्रङ छ, जुन धेरै युजरका लागि मेजर डिसाइडिङ फ्याक्टर हुन्छ।
iQube को मेन स्ट्रेन्थ भनेको यसको ब्यालेन्स्ड पर्फर्मेन्स हो। यसले लगभग 100 किलोमिटर रेन्ज दिन्छ जुन डेली कम्युटिङका लागि पर्फेक्ट हुन्छ। एक्सेलरेसन स्मुथ छ, सडन जर्क हुँदैन जसले न्यू राइडर्सका लागि पनि इजी बनाउँछ। सस्पेन्सन सेटअप डिसेन्ट छ, नेपाल रोड्सको मिक्स्ड कन्डिसनमा एक्सेप्टेबल कम्फर्ट दिन्छ। ब्रेकिङ सिस्टम रिलायबल छ र ओभरअल राइड कन्फिडेन्स राम्रो हुन्छ। यसको बिगेस्ट एडभान्टेज भनेको ह्यासल फ्री अनरसिप एक्सपिरियन्स हो। स्पेयर पार्ट्स एभाइलेबिलिटी, सर्भिसिङ इज र ब्रान्ड रिलायबिलिटी। यदि तपाईँ डेली अफिस, कलेज वा बिजनेस युजका लागि टेन्सन फ्री स्कुटर खोज्दै हुनुहुन्छ भने यो एकदम प्र्याक्टिकल चोइस हो। अब नम्बर 6 मा छ प्योर इभी इट्रान्स प्लस। यसको प्राइस करिब ₹1,99,000 छ। यो स्कुटर खास गरेर बजेट कन्सियस युजर्सलाई टार्गेट गरेर बनाइएको हो जसले कम प्राइसमा डिसेन्ट पर्फर्मेन्स दिन्छ। यसको रेन्ज लगभग 100 किलोमिटर छ र सिटी कम्युटिङका लागि पर्फेक्टली सुइटेबल छ। डिजाइन सिम्पल छ तर फङ्सनल छ। अननेसेसरी फ्ल्यासी एलिमेन्ट्सहरू छैनन्। यसको मेन्टेनेन्स कस्ट पनि कम हुन्छ। इलेक्ट्रिसिटी कस्ट पेट्रोल भन्दा निकै सस्तो पर्छ र चार्जिङ घरमै गर्न सकिन्छ जसले लङ टर्म सेभिङ बढाउँछ। पावर डेलिभरी स्मुथ छ तर एग्रेसिभ भने छैन, त्यसैले रिल्याक्स्ड राइडिङका लागि राम्रो हुन्छ। स्टुडेन्ट्स, अफिस वर्कर्स, डेलिभरी राइडर्स सबैका लागि यो एउटा प्र्याक्टिकल नो ननसेन्स स्कुटर हो जसले आफ्नो काम राम्ररी गर्छ। अब नम्बर 5 सुपर सोको CU मिनी। यसको प्राइस करिब ₹1,89,000 पर्छ। यो स्कुटर कम्प्याक्ट साइज, स्टाइलिस रेट्रो मोडर्न डिजाइन र लाइट वेट बडीका लागि चिनिन्छ। यसको डिजाइन युनिक भएकाले सडकमा चलाउँदा एटेन्सन पनि पाउँछ। ट्राफिकमा चलाउन एकदम इजी हुन्छ किनकि यसको ह्यान्डलिङ लाइट छ, टर्निङ रेडियस कम छ र न्यारो स्पेसेसमा पनि म्यानोभर गर्न सजिलो हुन्छ। पार्किङ गर्न सजिलो हुन्छ जुन क्राउडेड सिटी एरियामा ठुलो एडभान्टेज हो। यसको रेन्ज 70 देखि 80 किलोमिटर मात्र छ, त्यसैले लङ दूरीका लागि यो आइडियल होइन। पावर पनि मोडरेट छ, त्यसैले स्टिप अपहिलमा अलि स्ट्रगल गर्न सक्छ, तर सिटी युज, सर्ट राइड, क्याफे हपिङ वा डेली क्याजुअल कम्युट का लागि भने यो स्कुटर एकदम स्टाइलिश र एकदम फन अप्सन हो। अब नम्बर 4 मा छ याडिया E8S Pro। यसको प्राइस करिब ₹1,85,000 छ। अब यो स्कुटर हाम्रो लिस्टको स्ट्रङ्गेस्ट भ्याल्यु अप्सन मध्ये एक हो। यसको रेन्ज लगभग 150 किलोमिटर छ जुन यो प्राइस रेन्जमा एकदम इम्प्रेसिभ हो र प्र्याक्टिकल्ली तपाईलाई धेरै दिनसम्म चार्ज नगरी चलाउन मिल्छ डिपेन्डिङ अन युजेज। ब्याट्री क्यापेसिटी राम्रो भएकाले रेन्ज एन्जाइटी कम हुन्छ। मोटर पर्फर्मेन्स पनि डिसेन्ट छ र नर्मल अपहिल राइड म्यानेज गर्न सक्छ। याडिया ब्रान्ड पनि नेपालमा ऱ्यापिडली ग्रो हुँदैछ र यसको पर्फर्मेन्स रिलायबल मानिन्छ। बिल्ड क्वालिटी डिसेन्ट छ र डेली रफ युज पनि सहन सक्छ। यदि तपाईँ डेली लङ कम्युट गर्नुहुन्छ, डेलिभरी काम गर्नुहुन्छ वा चार्ज बारम्बार गर्न चाहनुहुन्न भने यो स्कुटर पर्फेक्ट अप्सन हुन सक्छ किनकि यसले कस्ट सेभिङ र प्र्याक्टिकलिटी दुवै दिन्छ। अब नम्बर 3 न्यू QU IM। यसको प्राइस करिब ₹1,45,000 रहेको छ। यो एउटा इन्ट्री लेभल ब्रान्डेड इलेक्ट्रिक स्कुटर हो जसले डिसेन्ट पर्फर्मेन्स र रिलायबिलिटी दिन्छ। यसको रेन्ज लगभग 70 देखि 80 किलोमिटर छ जुन नर्मल डेली युजका लागि इनफ हुन्छ। डिजाइन सिम्पल र क्लिन छ, बिल्ड क्वालिटी राम्रो छ र कम्पोनेन्ट्स ड्युरेबल छन्। ब्रान्डेड स्कुटर भएकाले यसको इलेक्ट्रोनिक्स र ब्याट्री सेफ्टी पनि कम्पेरिटिभली बेटर हुन्छ चिप लोकल अप्सन्स भन्दा। राइड क्वालिटी स्मुथ छ र सिटी कम्युटिङमा कम्फर्टेबल फिल दिन्छ। यदि तपाईलाई ट्रस्टेड ब्रान्ड चाहिन्छ, बजेटमा लङ टर्म टेन्सन फ्री युज चाहनुहुन्छ भने यो राम्रो अप्सन हो। अब नम्बर 2 मा रहेको छ TVS Orbiter V2। यसको प्राइस करिब ₹1,04,900 छ। अब यहाँ सबैभन्दा सकिङ कुरा के छ भने यसको रेन्ज 150 किलोमिटर भन्दा बढी छ। सोच्नुहोस् ₹1,00,000 आसपासमा 150 किलोमिटर रेन्ज जुन प्र्याक्टिकल्ली मार्केटमा रेयर भ्यालु हो। यो स्कुटर बजेट सेगमेन्टमा गेम चेन्जर जस्तै हो। यसले लङ कम्युट गर्ने युजर्स, डेलिभरी राइडर्स, डेली हेभी युज गर्नेहरूका लागि पर्फेक्ट सोल्युसन दिन्छ। चार्जिङ फ्रिक्वेन्सी कम हुन्छ जसले टाइम र इलेक्ट्रिसिटी दुवै बचत गर्छ। पावर मोडरेट भए पनि सिटी युज र नर्मल अपहिलका लागि सफिसियन्ट हुन्छ। यदि तपाईँ लो बजेटमा म्याक्सिमम रेन्ज र प्र्याक्टिकल युजेबिलिटी चाहनुहुन्छ भने यो स्कुटर नो डाउट बेस्ट अप्सन हो। अब अन्तिममा नम्बर 1 TVS Orbiter V1। यसको प्राइस करिब ₹92,000 मात्र छ र यो नेपालको सबैभन्दा सस्तो इलेक्ट्रिक स्कुटर हो। यसले 80 to 90 किलोमिटर रेन्ज दिन्छ जुन प्राइस अनुसार डिसेन्ट मानिन्छ। यो स्कुटर बेसिक छ, फिचर्स लिमिटेड छन्, पावर एभरेज छ तर एफोर्डेबिलिटी यसको बिगेस्ट स्ट्रेन्थ हो। धेरै मानिसहरू इभीमा शिफ्ट हुन चाहन्छन् तर बजेट लिमिटेसन हुन्छ। त्यस्तो अवस्थामा यो स्कुटर इन्ट्री पोइन्ट बन्छ। स्टुडेन्ट्स, बिगिनर्स, सर्ट डिस्टेन्स युजर्स, स्मल बिजनेस युज गर्नेहरूका
लागि यो पर्फेक्ट इन्ट्री लेभल इभी हो। त्यसैले तपाईलाई पेट्रोल कस्टबाट छुटकारा दिन्छ र डेली कम्युटिङ सस्तो बनाउँछ। यदि तपाईँ फर्स्ट टाइम इभी ट्राई गर्न चाहनुहुन्छ भने यो रिस्क फ्री स्टार्टिङ अप्सन हुन सक्छ। अब ओभरअल एनालाइसिस गरौँ भने यदि तपाईको बजेट ₹1 लाख भन्दा कम छ भने तपाईले बेसिक स्कुटर लिनुपर्छ र पर्फर्मेन्समा कम्प्रोमाइज गर्नुपर्छ। यदि तपाईँ ₹1 लाखदेखि 2 लाख बीचमा हुनुहुन्छ भने यही रेन्जमा बेस्ट भ्याल्यु स्कुटर्स पाइन्छन्, जस्तै टिभीएस अर्बिटर V2, याडिया E8S प्रो। यदि तपाईँ ₹2 लाख भन्दा माथि जान सक्नुहुन्छ भने तपाईलाई बेटर बिल्ड क्वालिटी, एडभान्स्ड फिचर्स र लङ टर्म रिलायबिलिटी पाइन्छ। अब केही इम्पोर्टेन्ट बाइङ टिप्स। ब्याट्री क्वालिटी सबैभन्दा इम्पोर्टेन्ट हो किनकि इभीको हट नै ब्याट्री हो। त्यसैले तपाईले ब्याट्रीको टाइप पनि बुझ्नुपर्छ, जस्तै लिथियम आयोन ब्याट्री हो कि लिड एसिड, किनकि लिथियम आयोन ब्याट्री लङ लास्टिङ, लाइट वेट र इफिसियन्ट हुन्छ। ब्याट्री वारेन्टी कति वर्षको छ, कति चार्जिङ साइकल सपोर्ट गर्छ र रिप्लेसमेन्ट कस्ट कति पर्छ भन्ने कुरा पनि एकदम इम्पोर्टेन्ट हुन्छ, किनकि फ्युचरमा ब्याट्री रिप्लेस गर्नु पर्यो भने त्यो सबैभन्दा एक्सपेन्सिभ पार्ट हुन्छ। त्यसपछि मोटर पावर पनि इम्पोर्टेन्ट छ, स्पेसली अपहिल राइडको लागि, किनकि नेपालमा धेरै ठाउँमा उकालो बाटो हुन्छ। यदि मोटर विक भयो भने स्कुटरले लोड तान्न सक्दैन र पर्फर्मेन्स ड्रप हुन्छ। त्यसैले कम्तीमा डिसेन्ट वाट मोटर भएको स्कुटर लिनु राम्रो हुन्छ। चार्जिङ टाइम पनि इग्नोर गर्न नहुने कुरा हो। केही स्कुटर फास्ट चार्ज सपोर्ट गर्छन् भने केही स्कुटरलाई फुल चार्ज हुन कम्तीमा 6 देखि 8 घण्टा लाग्न सक्छ। यदि तपाईँ डेली हेभी युज गर्नुहुन्छ भने फास्ट चार्जिङ भएको स्कुटर लिनु प्र्याक्टिकल हुन्छ। साथै चार्जिङ सेटअप पनि सोच्नुहोस्, तपाईँको घरमा चार्जिङ गर्न मिल्छ कि मिल्दैन, पार्किङ स्पेस कस्तो छ, इलेक्ट्रिसिटी सप्लाई स्टेबल छ कि छैन, सर्भिस सेन्टर एभाइलेबिलिटी चेक गर्नुहोस्, किनकि फ्युचर मेन्टेनेन्सका लागि यो क्रुसियल हुन्छ। धेरै सस्तो स्कुटर किन्दा प्रब्लम के हुन्छ भने सर्भिस सेन्टर पाइँदैन, स्पेयर पार्ट्स पाइँदैन, अनि सानो प्रब्लम हुँदा पनि ठुलो हेडेक हुन्छ। त्यसैले नोन ब्रान्ड लिनु लङ टर्ममा सेफ हुन्छ। साथै रिसेल भ्याल्यु पनि कन्सिडर गर्नुहोस्। ब्रान्डेड स्कुटर्सको रिसेल भ्याल्यु फ्युचरमा राम्रो हुन्छ। अर्को इम्पोर्टेन्ट कुरा रियल वर्ल्ड रेन्ज बुझ्नुहोस्। कम्पनीले भनेको रेन्ज आइडियल कन्डिसनमा हुन्छ, तर एक्चुअल युजमा लोड, रोड कन्डिसन, स्पिड, राइडिङ स्टाइल अनुसार रेन्ज कम हुन सक्छ। त्यसैले प्र्याक्टिकल एक्सपेक्टेसन राख्नुहोस् र सबैभन्दा इम्पोर्टेन्ट टेस्ट राइड गर्न नबिर्सनुहोस्। टेस्ट राइड गर्दा तपाईँले कम्फर्ट, ब्रेकिङ, एक्सेलरेसन, ह्यान्डलिङ सबै फिल गर्न सक्नुहुन्छ, जुन स्पेसिफिकेसन हेरेर मात्र थाहा हुँदैन। अन्त्यमा यदि तपाईँ अल्ट्रा बजेटमा हुनुहुन्छ भने टिभीएस अर्बिटर V1 लिन सक्नुहुन्छ, जुन एफोर्डेबल इन्ट्री लेभल अप्सन हो। यदि तपाईँ बेस्ट भ्याल्यु चाहनुहुन्छ भने टिभीएस अर्बिटर V2 वा याडिया E8S प्रो लिनुहोस्, किनकि यी स्कुटरले कम प्राइसमा हाई रेन्ज दिन्छन्। यदि तपाईँ रिलायबल ब्रान्ड चाहनुहुन्छ भने न्यू वा टिभीएस आइक्युब राम्रो हुन्छ, किनकि यी स्कुटर लङ टर्ममा टेन्सन फ्री हुन्छन्। र यदि तपाईँ प्रिमियम एक्सपिरियन्स, कम्फर्ट र एडभान्स्ड फिचर चाहनुहुन्छ भने एथर रिजदा तपाईँका लागि पर्फेक्ट चोइस हो। अब एउटा इम्पोर्टेन्ट माइन्डसेट, इभी स्कुटर किन्नु भनेको केवल भेहिकल किन्नु मात्र होइन, यो लङ टर्म सेभिङमा इन्भेस्टमेन्ट हो। पेट्रोलको प्राइस बढ्दै गइरहेको छ, तर इलेक्ट्रिसिटी कम्पेरिटिभली सस्तो छ। त्यसैले तपाईँले सुरुमा अलि बढी पैसा खर्च गर्नुभयो भने पनि फ्युचरमा फ्युल कस्ट बचत हुन्छ। साथै इभी इको फ्रेन्डली पनि हुन्छ, जसले इन्भाइरोमेन्टलाई हेल्प गर्छ। यदि तपाईँलाई यो भिडियो युजफुल लाग्यो भने लाइक गर्न नबिर्सिनुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस् र बेल आइकन प्रेस गर्नुहोस्, ताकि यस्ता इन्फर्मेटिभ भिडियोज तपाईँले मिस नगर्नुहोस्। कमेन्टमा भन्नुहोस् तपाईँ कुन स्कुटर किन्ने सोच्दै हुनुहुन्छ, तपाईँको बजेट कति छ र तपाईँलाई कुन फिचर सबैभन्दा इम्पोर्टेन्ट लाग्छ। तपाईँको फिडब्याकले हामीलाई अझ राम्रो कन्टेन्ट बनाउन मद्दत गर्छ। यदि तपाईँ यस्तो इभी रिलेटेड कम्पेरिजन, रिभ्यू र लेटेस्ट अपडेट्स चाहनुहुन्छ भने हाम्रो च्यानलमा स्टे ट्युन रहनुहोस्, किनकि हामी रेगुलरली नेपाल मार्केटमा आउने नयाँ स्कुटर्स, बाइक्स र टेक अपडेट्स ल्याइरहन्छौँ। धन्यवाद।